somebody else. Of course, त्यहाँनिर अब आफ्नो एउटा कम्फर्ट जोनको कुरा पनि आउँछ होइन. सो यु आर सो कम्फर्टेबल विथ दिस पर्सन. लाइक अर्को मान्छेसँग अब कसरी कुरा गर्ने, कसरी डेटमा जाने, हाउ यु एक्सप्रेस युर फिलिङ्स, कसरी आफूलाई यस्तो चाहिन्छ उस्तो चाहिन्छ र दिस इज वाट आई थिङ्क भनेर सबै चिज फेरि सुरुदेखि ग्राउन्ड लेभलदेखि स्टार्ट गर्नको लागि चाहिँ गाह्रै हुन्छ. बट एट द सेम टाइम देयर इज अ थिङ कल्ड द फ्यालेसी अफ सङ्क कस्ट भनेर भन्छ नि, सङ्क कस्ट फ्यालेसी. सो यसमा चाहिँ के भन्छ भनेदेखि चाहिँ यु आर सो मच इन्भेस्टेड इन समबडी or समथिङ र त्यो कुराले हामीलाई केही फाइदा चाहिँ भइरहेको छैन अहिले. एन्ड इट्स अल टेकिङ अल द रिसोर्सेस, मेबी टाइम, मेबी मनी, मेबी यो मेन्टल हेल्थ, मेबी यो फिजिकल हेल्थ. तर त्यो इन्भेस्ट गरेको धेरै टाइम भइसक्यो, त्यसले केही रिवार्ड चाहिँ आइरहेको छैन, आउटकम राम्रो आइरहेको छैन. बट यु आर स्टिल सो इन्भेस्टेड इन इन्भेस्टिङ अन द्याट थिङ बिकज यु हेभ इन्भेस्टेड सो मच टाइम फर द लास्ट 10 years. यु नो व्हाट आई मिन. लाइक फेरि एकचोटि राम्रोसँग भन्छु होइन. सो 10 वर्ष एकजना मान्छेसँग इन्भेस्ट गरिसकेपछि त्यो रिलेसनसिप राम्रो नहुँदा हुँदै पनि पिपल स्टिल इन्भेस्ट मोर टाइम एन्ड मोर टाइम्स थिङ्किङ